हेर्नु त गाइज कस्तो राम्रो ठाउँ छ हिमा खाजाको सम्झि त के छ याद आउँछ यसमा हेर यत्रो यत्रो घर छ मेरो पनि एउटा यत्रै घर भइदियो अब के जान्थ्यो त अनि हलिन्छ क्या दलदल हेलो गाइज नमस्कार सम्पूर्ण सबैजना सन्चै हुनुहुन्छ होला म चाहिँ आज फेरि अनदर भ्लग लिएर हजुरहरूको माझ उपस्थित भएको छु अनि म चाहिँ तातो तातो चिया खाँदै हजुरसँग गफ गर्दैछु बाफ उडिसकेको छैन आउँदैछ के छ सबैजना सन्चै हुनुहुन्छ मेरो भ्लग त हेर्नु भएको छैन हेरेर प्रतिक्रिया दिनु है सबैजनाले कमेन्टमा कमेन्ट गरिदिनु त्यो थाहा हुँदैन नि त कसले हेऱ्यो के गर्यो भन्ने थाहा हुँदैन जस्ट कमेन्ट गरिदिनु जस्ट तपाईँहरूले कमेन्ट गर्नु पर्यो मेरो भिडियोमा हैन बुस्ट गरिदिनु पर्यो सबैजना मिलेर चाहिँ हामी अगाडि बढ्दैछौँ अनि अब आज हामी के गर्दैछौँ बिहानदेखि बेलुकासम्मको डिटेल हजुरहरूलाई भिडियो मार्फत देखाउँदैछु अब भिडियोतर्फ के हो भात यस्तो उदानको छ नि भात यो चम्चा नराखिकन यहाँ हेर्नु त नयाँ स्टाइलको कुकर प्रेसर छ गाइज यहाँ चम्चाले नराखेन 1 घन्टा भयो सिटी लागेको छ लाग्दैन के भात खान पाइएला छैन हामी अन्डा करी पकाउँदैछौँ यो 2टा अन्डा छ यहाँ एउटा अन्डा ओहो अन्डा उही फ्राई कोहीले आलु पो फ्राई गरियो अन्डा हाल्यो अन्डा के लाग्छ कि पछि हाल्यो हेर्नु त गाइज अन्डा करी बनाउनु लाग्यो अगाडि अन्डा हालेर अनि गोलबाट हालेर लास्टमा आलु हाल्ने रे त नि होइन नि लास्टमा त अन्डा हाल्ने हो होइन लाग्दैन कि केही लाग्दैन गाइज भनिदिनु त अन्डा करी पकाउनेलाई सिकाइदिनु यहाँ आलुको हालो त्यस्तो छ अन्डाको हालो त्यस्तो छ अब चाहिँ आलु हाल्यो है यो खाइसाध्य छ कि छैन अब कि हेर्नु आउँदा खाएर हामी रियाक्सन हाम्रो कुकम्यान हो मुख नधोइकन कसले भात पकाउँछ मुखै नधोएको छ गाइज हेर्नु मुख नधोँदा त यति राम्री छिनु नि उहाँ मुख धोएपछि कति ओहो मेरो अनि हाइलाइट क्यामेरा अनि खतरा छ नि त आइफोन हो नि त आइफोन ल अब हामी चाहिँ अन्डा करी भात खाँदैछौँ उहाँ म्याडमले बनाउनु भएको अन्डा करी फर्स्ट बाइट रे अब सुरु गर्ने अन्डा चेस चियर्स हामी चाहिँ इक्जाम दिन यहाँ आएका छौँ मन्थली शहीद स्मृति भौगोलिक क्याम्पस वाउ आकाश यो यही होला लास्ट अन्तिम यही भन्ने हाम्रो चाहना हो हामी 2जना ब्याक पेपर इक्जाम दिन यो ब्याग हो म पनि ब्याग नै हो आयो चिफ गेस्ट हो अहिले अनि कस्तो लागिरहेको छ तपाईँलाई अनि यो चाहिँ ब्याक पेपर दिन तपाईँको कति हो ब्याक पेपर हो दिदी भन्नु न दिदी गयो त दिदी लजाउनु भयो क्या उहाँको कतिवटा ब्याग चिट कहाँ राख्ने होला गाई चाहिँ हेर्नु त ऊ चेकिङ भइहाल्यो धेरै आम्मामा विद्यार्थी धेरै छैन अब मारी सब चिट निकाल्छन् के गर्ने होला हेड तरिका फिलिङ ढुकढुक ठिक छ नि तपाईँको धड्कन एकदम नाइस गर्नुपर्ने हो कि किन हुँदैन म यत्रो टेन्सन हुँदा है सोचिरहेको छु रेस होला आए सब जानेर सब ब्याक पेपर हो त होइन है यिनीहरू त रेगुलर होला हामी मात्रै हाइजना मात्रै हो ब्याक पेपर बिजोग हाम्रो तर केही छैन हामी पास गर्छौँ त्यही हो धेरै पास गर्न खोजे हो पास गर्न सक्यौँ
एक्जाम सकाएर अनि हामी माइन्ड फ्रेस गर्न चटपटे खायौँ हामी साथी पानी परेर गाइस मौसम यस्तो आउँदैछ रमाइलो तपाईँ रुम जाने गाडी आयो गाइस वेलकम टु माई न्यू ब्लग भनेर क्या खै त्यो हजुरहरूको साथीहरू कता हो एकछिन छ यतै हो रुम हाम्रो एक्जाम कस्तो भयो एक्जाम कस्तो भयो यस्तो भयो कि एकदम यस्तो भयो कि फेरि पनि दिन आउनुपर्छ क्या त्यस्तो दिउँ लाग्नु थाल्यो नाइ मलाई त त्यस्तो लागेर छैन म गाइस त त्यस्तो लाग्यो त्यस्तो लाग्नु अनि राम्रो होइन त्यस्तो लाग्नु राम्रो होइन गाइस अनि अब आउँदैन यो अन्तिम ऊ भनेको यही हो एक्जाम ब्याचलरको अन्तिम एक्जाम यही हो भन्ने लागिरहेको छ सबले चाहिँ होइन मेरो त सिधै लाग्छ म त फेरि पनि आउँछु भगवान् नसुन यो पुरा भगवान् भगवान्ले अलिकति यहाँ सेरम लग्यो ए पैसा मोबाइल नै छैन है मेरोमा नि छ कि छैन मोबाइल मेरो त छ होला सेरम छ यहाँ यो कपालमा हेयर सेरम दिनु न सिक्रेट कुन लाग्ने येल्लो वाला यस्तो राम्रो बाटो चिल्लो न्यू रोडको बाटो रे यो न्यू रोडको बाटोमा हामी दुईजना हिँडिरहेका छौँ के गफै आएन गफ निकाल्न यार एउटा गफ आउँदैन यत्रो वर्षदेखि आएको म कति पानीपुरीमा झोल के हालेको थियो अनि सेतोवाला है भन त्यो झोल खाँदाखेरि कस्तो देखाएको चाहिँ कस्तो अर्कै नमिठोवाला आउला जस्तो क्या है चाहिँ भयो नि पानीपुरी भने पानीपुरी हुन्छ नि त होइन अनिलो पिरो स्वासै पारेर सही हुनु पऱ्यो नि त त्यो त अनि मोमोको झोल जस्तो थियो अनि सेतो अनि कस्तो पानीपुरी खाएको थिएँ फेरि खाने रे नखाने हाम्रो अनि एकैचोटि 4 प्लेट भयो भन्ने है दुई दुईवटा मलाई कतिवटामा 4 प्लेट हुन्छ क्या पानीपुरी खै दुई दुईवटा 4 100 रुपियाँको चकबाट 160 को रे त्यो पानीपुरी त हाम्रो त 40 रुपियाँ एक प्लेट खाएर हिँड्थ्यो नि है अनि एकैछिनमा 4 प्लेट भयो मैले त 4-5 खाएँ होला तिनवटा चाडा खाएँ होला चाडा खाएँ होला है 3 4 त्यसमा टोटल कतिवटा थियो भने 8 फेरि गएर हाम्रो थोरै भयो पानी 160 होला भने 160 लाग्छ 260 त्यही भएर पागल भइसक्यो होइन 16 पानीपुरीको 4 प्लेट भनेर भन त्यस्तो भयो हामीलाई मान्छेहरूले हेरे त्यही भएर मैले मुखमा लगिनँ गाइस हिमा खाजा घर सम्झि त के छ याद आउँछ यसमा हिमा खाजा घर भनेको हाम्रो अविस्मरणीय पढ्दै नपढे पास गरेको ठाउँ त्यो है हाम्रो लक्ष्मी दिदी कहाँ हुनुहुन्छ कोनी खासै लक्ष्मी दिदी त बस्नु हुँदो रहेछ नि त है हेर यत्रो घर छ मेरो पनि एउटा यत्रै घर भइदियो अब के जान्थ्यो त अनि यो चाहिँ मेरो घर हो तेरो यो एबिएन भन्ने बी भने म घर है कसको यो पुरा रेसरको घर बुढा कति धनी रहेछन् त यहाँ सुन्दैन नि यहाँ ब्लगमा आउँछ सुन्दैन सरले बुढाले मलाई ब्लग गरिदिन्छन् अनि सब्सक्राइब गरेर पनि रिपोर्ट गरिदियो भने छैन भने यार अनि सधैँ यहीँ बस्छन् र ओ वाउ चहल पहल कारी फलफुल बजार पहिला यहाँ फलफुल थिएन है फलफुल थिएन के चप्पल के जुत्ता त राखे
त्यो याद छैन ल मलाई तिमी यहीँको बासिन्दा हो नि त तिमीलाई केही यादै हुँदैन मलाई पहिला पहिलाको मात्रै याद हुन्छ यो आँप मिलाएर आँप स्याउ लिची केरा अङ्गुर चाहिँ छैन रहेछ खाने नखाने मलाई त मिठ लाग्दैन लिची सिची पैसा छैन अहिले के बार हुँदैन यहाँ 20 रुपियाँ नै आउँछ लिची आउँछ होला त्यो लिचीले कति पक पक एकचोटि 20 रुपियाँ छ 60को 1 पाउ हालिदिनु रे लिची गाइज यहाँ 60को 1 पाउ आउँछ लिची तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु मन्थली फलफुल जुस त तरकारी जुस पनि पाइँदो रहेछ नि यहाँ कस्तो क्लियर इन्भाइरोमेन्ट वाउ खै पैसा दिएन 50 रुपियाँ 50 रुपियाँको लिची 50 रुपियाँ सापट्टि गएर लिची किन्ने मान्छे यही हो गाइज के हो दस रुपियाँ भने उहाँको लागि कति इम्पोर्टेन्ट हो कति दुःख परेको 10 रुपियाँ हो नाफा खाने भनेकै त्यस्तो गर्नु हुँदैन यस्तो अर्कोचोटि अब दिनु त्यस्तो खानु हुँदैन मतलब ठुल्ठुलो घर अलि यताउति भइरहेको हो अलिकति भन्ने होइन यस्तो मान्छेको त अलिकति पढ्दो उहाँ इन्डिया गएर आएका होला नि इन्डियाबाट आएका होला नि उहाँहरू होइन उहाँ हेर्दा कति राम्रो इन्भाइरोमेन्ट फुल इन्भाइरोमेन्ट हेर हाम्रो हेड सर उहाँ चिरञ्जीवी डेरी समातेर ओहो आइसक्रिम खानुपर्ने यार डेरी भन्दा बित्तिकै अर्को याद आयो म चप्पल यी सिलाएर म खाली कुरा जाउँ केही भन्दैन होला केही भन्न त मलाई के भन्दैन भन्दैन यस्तो भ्लग बनाएर आउँदैन हेर बिचरा चप्पल पनि खोले हिँडिरहेको छ केही हुन्न म यहीँ छोडिदिन्छु अनि बेलुका लिन आउन सजिलो हुन्छ नि कहिले फेरि घर गएर फेरि आउनु पर्दैन हो कस्तो त के थाहा चिसोमा अरे खाली खुला हिँड्यो भने सुगर हुँदैन प्रेसर हुँदैन हाई लो केही हुन्न कति रोगहरू घट्छ थाहा छैन अलिकति त्यहाँ कस्तो मिठो कफी पाइन्छ यार ऊ त कुनाको उसमा अब दिन सुत्ने मलाई धेरै पेट सुत्ने सुत्यो भने त झनै पेट दुख्छ क्या मलाई पनि त पेट दुखिरहेको छ नि त मेरो पनि त सेम प्रब्लम छ नि किन डिफ्रेन्ट हुन्छ नि त सबैको सिम्टम्स मलाई पनि पेट दुख्छ भन्नु मलाई चाहिँ कस्तो घुम्न मन लागेको छ शीतलमा साँच्चै त्यहाँ चप्पल बनाउने मान्छे छैन होला कि मेरो चप्पल सिलाउन दि पहिला बच्चैदेखि हिँडिरहेको हो हजुर फेरि कसको होला फेरि आउला नि त मेरो यसो माया गर्छ मलाई फेरि चुट्यो भने नि यो हजुर सबै सिलाइदिनु नआउने गरी नउक्लिने गरी हस् फेरि म फेरि आउँछु नि अर्को चप्पल सिलाउन नै आउँछु चप्पल यसो लगेर कहाँ गइदियो मलाई छोडेर गइ चाहिँ गाइज चप्पल सिलाउन दिएर आएको होइन चप्पल पानीले यस्तो भिज्यो नि यस्तो भिज्यो के गर्नु यो चाहिँ हामी झर्ने बाटो हो हाम्रो घर जाने बाटो हो म चाहिँ मैले इक्जाम दिएर चाहिँ घर फर्किँदैछु लिची लिएर आज चाहिँ यस्तो गर्मी छ यस्तो गर्मी थियो तर अहिले मन्थलीमा पानी परेर यस्तो चिसो भएको छ अनि अरू त सबै ठिकै छ अब आज खासै बाहिरतिर नहिँड्नु लाग्छ छ हामी बिरामी नै छौँ दुवैजना प्रब्लम एउटै छ है
तेरो मकै दर्याम दर्याम रे मकै दर्याम दर्याम हो तिम्रो बाबाको नाम के हो भनिदेऊ नि त यस्तो गर यस्तो 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 मेरो बाबाको नाम सीताराम 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 के हो मलाई थाहा छैन पुरी होला नि त अँ, तिम्रो त पुरी होइन मामुको चाहिँ मन्तपुरी मनिता मन्तपुरी मनिता होइन मन्तपुरी हो मन्ता मन्तपुरी मन्त होइन के त मन्तपुरी के मन्तपुरी मामा मन्त के हो मन्त भने तिमीलाई के खाएको रे चिया चिया र के अर्को अनि बुझा भुजा अगायो भने खाएर कहाँ हिँड्या मम्मीको तलको नाम के हो भने यसको नामै नथाहा पाइकन पनि मैले खाएँ यसको नाम कसलाई थाहा छ कमेन्ट गरिदिनु प्लिज हामी चाहिँ भात खान हिँडेको 11 बजी धेरै दाउरा धेरै सुकेर खरपट्ट भराएर धेरै सुकेन अहिले त उसले नि ग्लभ लगाइसक्यो त मिस्टिक कहाँ हिँडे अहिले नयाँ स्टाइलमा नयाँ भात खाने ठाउँमा हिँडेको हामी दाउरा देखेको हेर घाम चर्केर गाई भात 12 बजे खाना आएको चर्केर भात खान सकेर त छैन खाना आउँदैछौँ तपाईँहरूको होटलमा होइन त भात खाना आएको हामी गाडी चाहिँ हेर्नु त यस्तो भयो यस यस एभरग्रिनमा हाई गरमै हाई हाई लाइक अन अ वक राइट यस हामी किचनमा कोही हुनुहुन्थ्यो दुईटा माम माम दुईटा माम कुखुरा अलिक ग्रेभी नै झोल जस्तो बरु चौडा लगाइदिन्छ झोल चाहिँ चाहियो किरो छ है के छ रे किरो किरो उता ओइ किरोको भित्र हालेर आइके कस्तो के खुसखुस गर्छ भनेको त होस् नमा वा हाम्रो यो लोकेसनमा हामी आयौँ फाइनल्ली अलि पर जान्छ उतै बस्ने हो क्या आज त सँगै अब अझ अन्तिम दिन हो त्यही भएर सँगै बसेर भात खाइदिउँ भनेको उहाँ मान्नु होइन त्यहाँ एसी चले छैन हो म एसी चलाइहाल्छु नि जा एसी त खै एसी छैन एसी चले त्यहीका बल्ल चल्यो खोइ त टुइ त गर अब चाहिँ एसी छ त्यहाँ आउँछ हावा एसीको हावा खान आयो कि नानी एसीको हावा खान आएको मेरो 5X मा खासै राम्रो भिडियो त आएको छैन हो यो त नुमती यति हो हामी चाहिँ भात खान आएको गाइस तपाईँहरूले भात खानु भयो होला त्यसमा त खाना आएको होला 5 बजे भन्नु दिँदैन नि भात चाहिँ एसएसको त्यो क्युआर यस्तो रहेछ ल पुग्यो उता राख अलि उता दुईवटा चम्चा त्यो चम्चा कहाँ राख्ने होला बाहिर बढीको छ चम्चा राख्नु के हो कागज थियो गाइस कागज हेर्नु त म पुग्छ मलाई चाहिँ के
कागती दिन्छ नि होटलमा हेर्नु सबभन्दा महँगो होला कागती छ त्यही भएर कागती दिइहाल्छ यो गर्नु न छोपेर एउटा होइन एउटा कागजले कति पर्छ 5 रुपियाँ 2 जना 25 रुपियाँ अस्ति कहाँ एउटा 25 रुपियाँ कि एउटा पनि बनाउनु खाने कि त छैन तरकारीहरू अक्का छ नि घर पानी हाल्नु पर्यो जग चाहिँ उता आउँदा हामी चाहिँ भात खाँदैछौँ र यो साउन्ड त सुन्दैन होला है किन हावा खेर गरे गर्नु अनि के छ तिम्रो हातको बहिनी मेरो भिडियो भाइरल हुँदै भएन के गर्ने होला गाइज भाइरल हुनु पाएँ भाइरल भयो नि 3 जना हेर्छ अनि 3 जना नहेर्नु पर्दैन भ्यू चाहिँ धेरै हुन्छ लाइक कमेन्ट खोरा हो के हो के हो अब हाल्दै जाउँ हाल्दै गएपछि थाहा होला भिडियो पनि भएन मलाई धेरै अजिनामोटो हाल्नु पनि लाग्छ धेरै बुझ्दैन नि पल्लो अचार अचार अलिक धेरै सकिसकेको छ अनि भयो भयो पुग्छ पऱ्यो भने माग्छौँ है अझ अलिक धेरै माग्छौँ अचार चाहिँ अलिक दिनु भने क्या लिपस्टिक गयो मेरो यो खाएको पनि अलिअलि हाल्यो भने चाहिँ सबै हाल्नु फुल नि के भने खाएको भिडियो फुल हाल्ने हो होइन मिलाएर अलिअलि नब्बे के हाल्नु त्यो
यहाँ चाहिँ कस्तो क्युट खाले कछुवा रहेछ गाइज अनि यो कछुवालाई मैले यसमा टच गरेको थिइनँ अनि त्यसलाई टच गरेँ कस्तो चिप्लो हुँदो रहेछ कस्तो राम्रो टोक्दैन मेरो साथै टोक्दैन टोक्छ भनेर कराइरहेको थियो तर मैले टच गरेँ मलाई मन लागेको कुरा गर्नै पर्छ जस्तो सुकै होस् छ नि मलाई चाहिँ दिउँसोमा त्यो क्लियर आकाश र यस्तो हरियो बादलले दाउती हुन्छ नि त्यो हेर्न खुब मजा लाग्छ जस्तै रातिमा जुन ताराहरू हेर्न कस्तो मजा लाग्छ नि दिउँसोमा मलाई यस्तो हेर्न मजा लाग्छ हुन्छ नि एक्लै भएको बेला यस्तो आकाशहरू हेर्न एकदम मन लाग्छ मलाई एकदम रमाइलो लाग्छ कमेन्ट गर भने मलाई लाभ लाग्छ त्यसको मुखै कस्तो भएको छ नि बिग्रेर त्यो चिकन फक्स निस्केर यस्तो मटन फक्स पनि ठिकै हो चिकन फक्स अनि निस्किन्छ हाम्रो पछिल्लो समयमा मेरो डिम्पल हराइसक्यो पछिल्लो समयमा जान्छ कमेन्ट चाहिँ गरेँ अनि के छ अरू हाल खबर बहिनी चिसो खाएर बल्ल अलिक शान्त भयो अनि तपाईँहरूले कमेन्ट गरे पो अलि अरू अरू भिडियो बनाउनु पनि मन लाग्छ क्या उहाँलाई है भ्यू मात्रै हान्दिउँ नि कमेन्ट गर्नु ल सरलाई कमेन्ट गर्ने रमाइलो लाग्छ अरू पनि भिडियो हाल्नु लाग्छ कमेन्ट गर्नु पर्छ साइडको फेरि हराउँला नि हराउँदैन हराएको बाहिरै अलिक यहाँनिर एउटा ऊ बनाएर घाँटीमा चाबी भएर रहिरहन्छ हाम्रो चाबी हराउने काण्ड त ठुलै छ तर अहिले नभन्नु अनि अरू ठिकै छ है हेर्ने हो त कस्तो मिठो टिकट चिसो क्या ट्याक्स खाना मन लाग्छ हामी फ्यान्टामै उ भइसक्यो फ्यान्टामै मद्रमुग्ध मद्रमुक्त रे के हो त मद्रमुक्त भन्छ के भन्छ त त्यो मद्रमुग्ध लागेको भन्छ नि के रक्सी लागेर के भन्छ जुन जुन भइसक्यो है फ्यान्टाले च्याप भइसक्यो तिमीहरू आएपछि त खाइन है फ्यान्टा लगाइसक्नु त्यसो काटेर लाने तल त है के हो क्यामेरा हेऱ्यो यो भन्छ Where's ketchup? Ketchup. खाएला खाएपछि बाबु हाम्रो लिएर गएको बाटोमा नि खाएको अन्त पहराउ सर सन्तो सर गाउँ सर्दिनु गाह्रो ए तब हो आइदिउँ Love first bite. हाम्रो ब्रसको लिपस्टिक दिदिनु भयो अस्ति केमा है हामीले यस्तो गरेको अस्ति पनि हामीले यस्तो गरेको थियौँ किन मिठो है
घर कहाँ अलिकति जानु हो त्यसलाई खानु हुँदैन यो मात्रै नि लिपस्टिक जाँदैन लिपस्टिक बजाउने अरे आफू लिप लगाउनै पर्ने यस्तो राम्रो होस् आई डोन्ट केयर होइन त फोन आउला फोन खुल्याएर आउनु पर्छ यो गोल भेला राख्नु पर्ने कहाँको राखेँ गोल भएन नि छ पैसा क्या दामी हुन्छ क्या यस्तो दिस वान वाउ न्यु रोडको बाटोमा धुलो उडाउँदै गाइज सरर छिस गाइस छिस 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 Like a boom boom. Like a boom boom. भित्र स्विमिङ खेल्ने कहिले होला त गाइज रिसोर्ट कोही छैन अब त आएको रिसोर्टमा Swimming. जाउँ यतिकै गमलाई खेल्ने के छ र होइन हाम्रो ज्यानो के स्विमिङ किन छ कस्टम किन छ हामी बडी देखाउँदैनौँ अरे Custom होइन मोबाइल पर्ने लुगा घरै लाउँछु होला कस्टम भयो भने चाहिँ आउँछ धुनु हो मार्यो के केहरू हुन्छ नि त अनि त्योहरू पस्दैन भनेर सेफको लागि लाउने खास कस्टम चाहिँ अब यहाँ हामीले लुगा लाख त्यत्रो बाक्लो बाल लाख के पस्नु र त्यो जाली हुन्छ कि कस्टम के हेरेको त्यहाँको र त हाम्रो सिट खाइ छैन भनेर सिट हामी त्यहाँ जाने हो र यस्तो यस्तो यो ड्रेसमा कस्टममा आउनु पर्ने मान्छे यस्तो ड्रेसमा आएपछि के बाहिरबाट कस्टममा आउनु न बहिनी तीनलाल पर्यटकीय पार्क मन्थली पर्दाको त होइन ल म त कहाँबाट नम्बरसँग लाग्यो त सिकेँ त भनेको है हेरिहाल्छ नि बुढाले लाइक कमेन्ट केही गर्दैन सन्तोष अङ्कलले हेर्छन् अहिले होइन जुन त म त्यस्तो बाटो बिगारेर कहाँबाट कहाँ ल्याइ गाइज मलाई हेर्नु त उहाँ गाइज यस्तो यस्तो ठाउँमा लिएर आएछन् यो बाटो ल होइन भने चाहिँ अब होइन भने चाहिँ म हेर्छु यता बाटो हेर्न गएको गाइज दिनको 7 चोटि जति यो बाटो हिँड्ने ओर्डर गर्ने मान्छेलाई बाटो थाहा छैन अरे होइन भनेर फर्कियो अब होइन भनिहालेँ होइन होइन भन्छ र बाटो बिर्सिने मान्छे उहाँ बाटो बिर्सिने मान्छे गाडी यस्तै हो त्यो 2-3टा छ अरे मैले देखाएको छु 2-3 बाटो बिर्सेर रातको 12 बजाइदियो पनि छैन होइन भन्छ रे मैले भन्ने थिएँ होइन भनेर कहाँबाट हो त हेर्दा राँगो एक्लै किन गोठमा बाँध्यो है हामी कस्तो कस्तो ठाउँमा आइपुगेका छौँ गाइज भनेपछि वाउ पिस इन्भाइरोमेन्ट थुक्क ल्याउनु पर्दैन नि म ठेल्दिहाल्थेँ नि सिक बोकेर हावा त मैले आजसम्म देखाएको थिएन हावा कहिले चाहिँ हावा यस्तो महसुस चाहिँ गरेको थिइनँ यस्तो शीतल हावा त्यो रुखमा यति बक्कुला बसेर छ कि होइन त्यो रुखमा यति बक्कुला बाटो हो केही नआएको पनि अहिलेको सेमेट बाटो थियो त थिएन नि म पहिला यसलाई लजाउँदै झार भन्थेँ लास्टमा लजाउँदै झार अर्कै हुँदो रहेछ मैले अस्ति एउटा गाईलाई देखेँ एउटा मेरो खुट्टो प्राङ्गै भाँदी भन्छ अनि म कहाँ जानु गाइज होइन त तिर्दिन नानीले तिर्दिन तर के भन्नु मेरो खुट्टो बाङ्गो भयो भने यस्तो राम्रो यसको सरल बगेको क्या त्यहाँ पानी
कहाँ जान्छ त्यो पानी उम्रे हो यहाँ कमलको फुल पनि हुन्छ नि यहाँ चौरमा चाहिँ यस्तो बालबच्चाहरू खेल्छन् ग्याङ पहिला हाम्रो पनि ग्याङ थियो के गर्नु अहिले एक्लै भयो एक्लै भए हाँस्दै जानुला खुसी सबै लानुला यादमा मैरा खुसी सबै त्यहाँ जाउँ कस्तो जानु मन लाग्यो कस्तो राम्रो ठाउँ क्या हेर्नु त पानी खलङ यहाँ कम गाडिँदैन नि डुङ्गा सलाला अनि ओ माई गॉड हलिन्छ क्या दलदल है गाडिन्छ क्या हामी त बासे वही गाडिन्छ क्या भाइरल ठाउँ क्या हो भने ओहो ल राम्रो भ्यू निकालेर खिच्नु पऱ्यो तलबाट बसेर तेरो मोबाइल आउँछ नि है उदास आँखा हेर्नु त गाइज कस्तो राम्रो ठाउँ छ चप्पल फुकेर जाने हो अहिले गाडिहाल्छ नि गाडिँदैन होला हौ म चप्पल फुकाल्छु है नजाऊ वाउ गाडिँदैन भाइ गाडिँदैन ओइ म त यहाँ रिङ्गट लाग्ला त गर्दो रहेछ यो उयो बगिया देखेर ओ यहाँ हेरिरह्यो नि कस्तो रिङ्गट लाग्ला त गर्दो रहेछ क्या रिङ्गट लाग्ला त गर्दा मलाई फोटो खिच्या हो यस्तो राम्रो ठाउँ यस्तो राम्रो कोसी तिमी अनि म क्या योमा आउनु पर्ने सिधै हेऱ्यो हामी फेल होला मात्र गरिसक्यौँ यहाँ टिचिङ प्र्याक्टिसमा आएर तपाईँहरूले फेल गर्नु भने हामी फेल हुँदैन अनि तपाईँहरूको कृतज्ञता हामी चिया मार्फत दिनेछौँ रे चिया खानुहुन्छ कि मासु भातै खानुहुन्छ त्यो अनुसार हामी दिनेछौँ हेर्नु गाइज साँच्ची नै यो सिरियसली नोट हो क्या यो अगाडि नै राख्नु पर्ने हाइलाइटमै राख्नुपर्ने हो सबले अलिक पुरै हेरेर अनि बन्द गरिदिन्छ नि त अनि हाइलाइटमै राख्नु पऱ्यो फोर्थ इयरको छ कि छैन क्या छ भने हामीलाई दिनु होला प्लिज अब हेरेँ हेर्दा मलाई मार्लास है हामीलाई मार्लास फेरि लाग्छ त्यसलाई सुनेको के हुन्छ ठुलोसले बोला होला सुन नि त कान भएको मान्छेले सुन्छ अन्त फोरको गाडी आइपुग्यो फोर लानु छैन होइन घर खायो अब गाइज हाम्रो ब्याचलर पनि सकियो फाइनल्ली अब मन्थलीको भेटघाट पनि लगभग अन्तिम होला अब म आउँदिनँ म खासै आउँदिनँ घरबाट बाहिर पनि त निस्किने मान्छे अब त्यहाँ त इक्जाम सकियो मन्थली किन आउनु होइन त कामसाम छैन त्यही भएर भयो नि अब राम्रोसँग बस्छ अनि राम्रोसँग काम गर मलाई पनि एउटा जब खोज्यो मेरो पनि खासै जब छैन राम्रो अनि अरू भनेर त्यस्तै हो अब आज कति गते हो 9 गते कति गते भयो 7 गते होला ए 7 होइन 8 गते हो ओहो खड्को 12 मा छुन्नु परेछ 12 छोड्नु हुँदैन आज कि बस्नु छुन्न नसकेर 8-12 छुन्न हुँदैन भनेर आज बस्नु पर्ला थ्याङ्क यू सो मच माई डियर फ्रेन्ड बिन्तोसी आई लभ यू सो मच अनि अब हामी चाहिँ म चाहिँ घर जाँदैछु फाइनल्ली बिन्तोसीसँग छुटेर अनि अब फेरि भेटौँला तपाईँहरूलाई पनि कस्तो लाग्छ भिडियो प्रतिक्रिया दिनु होला लभ यू अल अफ यू माई भ्युअर्स थ्याङ्क यू सो मच